चाहिँ हामी हाम्रो वर्षौं पछाडि पुरानो पुर्ख्यौली थलो बागमती गाउँपालिका 5 ललितपुर इकुडलमा आएको छौँ र मैले यो वर्षौं पछाडि ढोका खोल्दैछु। एकचोटि हेरौँ है त गाइस के रहेछ। यो 10 वर्ष भएछ यहाँबाट आमा बितेपछि आज माता तीर्थ औँसीकै दिनमा हामी चाहिँ यहाँभित्र प्रवेश गरेका छौँ र यो भाँडाको अवस्था चाहिँ यस्तो रहेछ गाइस। यो 10 वर्ष पछाडि खोल्दाखेरि यो भाँडाको अवस्थाहरू यहाँका सामग्रीहरूको अवस्था चाहिँ यस्तो रहेछ। ल हेर्नुहोस् गाइस है। ल घरको अवस्था यस्तो छ है। झाडी जङ्गल 10 वर्ष पछाडिको यो हाम्रो पहिलो यात्रा हो। हामीले यहाँ छैन भने तलबाट खानेकुरा यो पानी सबै हामीले व्यवस्थापन गरेर आएका छौँ गाइस। फाइनली यहाँ हेर्नुहोस् यस्तो छ अवस्था चाहिँ। ए अहिले अब झाडी फाल्ने हो। ल ल ल अब यो के गर्ने हाम्रो पुर्ख्यौली सम्पत्ति पुर्ख्यौली थलो हाम्रो हजुरबा परशुनाथ घिमिरेको चाहिँ नि यहाँ यो पुरानो चाहिँ नि परशुनाथ घिमिरेले जोडेको जमिन हो हाम्रो यो। हामीले चाहिँ यसरी बाँझो राख्नु भनेको भाइ भोलि हेर यो यस्तो समय आउन सक्छ कि भोकमारी लाग्छ। हामीले यो चाहिँ नि जमिनहरू बाँझा बारीहरू अब फाँडेर जोत्नुपर्छ। पसिना गाइस फाइनल्ली वर्षौं पछिको पसिना हो यो। हामीले बचाउनु पर्छ। कोदालो पनि छ हामीले खनेर ल्याउँला। कोदालो पनि ल्याएका छौँ तल गाउँबाट। खाना खाना अरे गाडा ल काट त्यो भिडियो अरे गाडा हेर है ल अरे बस्नु खतम भएन बाय बाय।